सिक्किमको यो छङ्गु लेक अगाडिको लेक हो। यो छङ्गु लेक हामी घुम्न जाँदै गर्दा मैले लिएको यो दृश्य। अनि त्यस पछाडि हामी सिक्किमको मेन सिटी ग्याङटक सिटीमा हामी पुगेका थियौँ। महात्मा गान्धीको अगाडि फोटो खिच्यो। अनि सिक्किमको विभिन्न स्पटहरू हेर्ने क्रममा चाहिँ बनझाँक्री फल्स भन्ने एउटा स्पट पनि रहेछ, त्यो पर्यटकीय क्षेत्र। अनि मान्छेहरू आएर हेर्ने पनि रहेछ। त्यो भित्र चाहिँ के रहेछ भने बनझाँक्री फल्स, यहाँ वनका झाँक्रीहरू चाहिँ कस्तो कस्तो पोसाकमा बस्छन्। अनि यो बिरामी सुताइरहेको, अनि यो बिरामीलाई फुक्नको लागि रेडी भएको यो विभिन्न जातिहरूको यो झाँक्रीको यो शालिग पनि हामीले देख्यौँ। र मैले यसलाई पनि भिडियोमा कैद गर्ने कोसिस गरिरहेको छु। यो विभिन्न जातिहरूको त्यहाँ लेखिएको पनि छ, यो जातिको यस्तो खालको पोसाकको झाँक्री हुन्छ। अनि बिरामीहरूलाई चाहिँ उपचार गर्नको लागि चाहिँ रेडी पोजिसनमा बसेर काम गर्नको लागि चाहिँ यस्तो खालको पोसाकहरू लगाउने खालको त्यो प्रचलन, पहिलाको प्रथा, त्यस्तो खालकोलाई चाहिँ एउटा म्युजियम जस्तो अथवा एउटा त्यो स्पटमा बनझाँक्री फल्सको स्पटमा यो चिजहरू पनि हेर्नको लागि बनाइएको रहेछ। हामीले